नमस्ते एभ्रिवान सो आज हामीहरू हस्पिटालिटी करियरको लाइक पाथवेमा यसको करियरको बारेमा अहिलेको जुन चाहिँ जेनेरेसन छ हस्पिटालिटी म्यानेजमेन्टको सबैजना अहिलेको ट्रेन्ड्स भनेको चाहिँ स्टुडेन्टहरू +2 गरिसकेपछि बाहिरै किन जाने हैन करियर नेपालमा किन देखेको छैन आफ्टर +2 एचएमको सो यो सानो कुराकानी गर्नु लागि चाहिँ हामीसँग आज जोड्नु भएको छ हाम्रो सागर जीसी सर जो कि कोअर्डिनेटर पनि हुनुहुन्छ उहाँ चाहिँ कान्जिरोवा नेसनल स्कुलमा चाहिँ अनि उहाँ चाहिँ एज अ एचएम टिचर पनि पढाइराख्नु भएको छ सो उहाँसँग आज हामी कुराकानी गर्नु जाँदैछौँ नमस्ते सर नमस्ते म्याम हजुरको आफ्नो एउटा सानो इन्ट्रोडक्सन नमस्ते अब नाम त हजुरले भनिसक्नु मेरो नाम सागर जीसी हो मेरो एकाडेमिक क्वालिफिकेसनको कुरा गर्दाखेरि चाहिँ मेरो ब्याचलर्स मैले बिएचएम इन होटल म्यानेजमेन्ट अराउन्ड 2013 मा पास गरेँ अनि मेरो मास्टर्स चाहिँ एमबिएमा मैले 2019 मा मेरो क्लियर भयो त्यसपछि अहिले मैले फ्यु इयर्स 1-2 वर्ष धेरै वर्ष त इन्डस्ट्रीमा मैले काम गरिनँ त्योभन्दा पनि म यता मोर इन्टु एकाडेमिक लाइनतिर चाहिँ अराउन्ड 10 इयर्स भयो मैले ब्याचलर सकेको केही छोटो समयमै मैले यता कलेजहरू नै पढाउन थालेँ र अहिलेको कुरा गर्दा चाहिँ म एज अ प्रोग्राम कोअर्डिनेटर कान्जिरोवा नेसनल स्कुलमा छु प्लस म त्यहाँको फ्याकल्टी अफ होटल म्यानेजमेन्ट पनि मैले हेर्छु प्लस म एउटा बुक राइटर पनि हो मेरो बुक पनि छ अहिले +12 को बुक पनि छ अनि बिसाइड कान्जिरोवा म चाहिँ ब्याचलर्समा चाहिँ हाम्रो यो ग्लोबल कलेज अफ म्यानेजमेन्ट बिएचएम प्लस यता कोइस इन्टरनेसनल कलेजमा पनि भन्दैछु सो अहिले चाहिँ त्यहाँ चाहिँ एज अ टिचर तपाईँले पढाइराख्नु भएको छ ब्याचलरमा चाहिँ तपाईँले एज अ टिचर होइन सो सरको अब कुरा गर्दाखेरि चाहिँ जस्तो कि हजुरले बिएचएम गर्नुभयो त्यसपछि मास्टर गर्नुभयो होइन अब हजुरले सबै फ्याकल्टी लाइक यो फ्याकल्टी चुज गर्दाखेरि हजुरसँग चाहिँ अप्सन त नै थियो होइन तपाईँ लाइक सर्भिस डिपार्टमेन्टमा जानु सक्नुहुन्थ्यो किचन डिपार्टमेन्टमा जानु सक्नुहुन्थ्यो म्यानेजमेन्ट लेभलमा जानु सक्नुहुन्थ्यो होइन सो धेरै अप्सन्सहरू हुन्छ नि त हजुरको होटेल्समै तपाईँले जब गर्नु सक्नुहुन्थ्यो बाहिर जाने अप्सन तपाईँसँग थियो होइन सो डिफ्रेन्ट टाइप्स अफ अप्सन तपाईँकोमा थियो बट तपाईँले एज अ टिचर नै होइन यहीँ बसेर केही गरौँ यहीँ एज अ टिचर म बस्छु गर्छु भन्ने खालको त्यो कन्सेप्ट चाहिँ कसरी आयो सरकोमा चाहिँ सुरुमा हाम्रो यो इन्डस्ट्रियल इन्टर्नसिप भन्छ नि म्याम अब नगरेसम्म त अभियसली केही पनि थाहा हुँदैन अब पहिला हामीले कलेजमा गर्ने सिकाइ र एक्चुअली त्यो वर्क इन्भाइरोमेन्टमा गएर काम गर्ने डिफ्रेन्ट थिङ भनेर अब काम नगरी थाहा भएन अराउन्ड हाम्रो 6 सेमेस्टरसम्म चाहिँ कलेजमै हुन्थ्यो र 7th सेमेस्टरमा इन्टर्नसिप जानुपर्ने हुन्थ्यो इन्टर्नसिप गएपछि चाहिँ एक्चुअल वर्क लाइफ के हो त भन्ने कुरा म त्यहाँ अलि केही बुझेँ त्यसपछि यहाँ आएपछि मेरो पढाइ चाहिँ अब कम्प्लिट भयो त्यसपछि मैले जब गरेँ अनि जब वाज फाइन बिस्तारै राम्रै थियो अनि जब गर्दा गर्दै एउटा मलाई पार्ट टाइम चाहिँ टिचिङ अफर आयो भन्नुहोस् न अब जबको टाइमिङसँग मिल्ने एउटा क्लासेस सरले क्लास लिइदिनु पऱ्यो भन्ने कुरा आयो साथीकै थ्रुबाट जो मसँगै पढेको साथी चाहिँ एकाडेमिक लाइनमा थियो त्यसपछि मैले क्लास गएर मलाई पढाउन थालेपछि मैले त्यहाँ त्यो पर्टिकुलर इन्भाइरोमेन्ट चाहिँ मलाई धेरै इन्ट्रेस्टिङ लाग्यो यो नयाँ नयाँ के अरे यङ माइन्डहरूसँग चाहिँ इन्ट्रेक्ट गर्न पाउँदा मलाई एकदम खुसी लाग्यो अब यहाँ यता आएर यता कम्पेयर गर्दा चाहिँ मलाई यो फिल्डमा चाहिँ अलिकति इन्ट्रेस्ट लाग्यो भनौँ न मलाई मेरो इन्ट्रेस्ट भन्दा पनि आई स्टार्टेड इन्जोइङ वर्किङ एज अ टिचर देन एज अ पार्ट अफ होटेलियर भएर काम गर्नुभन्दा मलाई चाहिँ टिचर भएर चाहिँ इन्जोय मान्छेले लाइफमा जे गर्छ खुसीको लागि गर्छ भन्छ अभियसली मैले पनि अब त्यहाँ खुसी देखेँ अनि त्यही भएर अहिले पनि स्टिल आइम ह्याप्पी सो लाइक कति इयर्स भयो सर एज अ टिचर हजुरले गर्नुभएको छ मैले अराउन्ड 10 इयर्स भयो म्याम कहीँ हजुरको माइन्डमा आउँदैन कि लाइक म पनि बाहिर ट्राई गरौँ बाहिर एकचोटि जाउँ भने एक्चुअली ब्याचलर सकिने बित्तिकै चाहिँ आएको थिएँ म्याम होइन अनि त्यसपछि मैले अस्ट्रेलिया कहीँ पनि ट्राई नगरिकन युएस ट्राई गरेपछि म भएन मेरो 2-3चोटि इन्टरभ्यू दिएँ मेरो भएन त्यसपछि यो विदेश जानु भनेपछि मलाई चाहिँ विदेश होइन यतै नै ठिक छ मलाई त्यो एउटा काइन्ड अफ त्यसलाई के भन्छ अब ब्रिटिस नजायो क्या विदेश भन्ने कुरा अब त्यो भिजा लागेन भन्नुहोस् सिम्पली कुरा युएस भिजा लागेन अस्ट्रेलिया मलाई गर्नु थिएन किन आई डोन्ट नो अहिले स्टिल आई डोन्ट नो मैले किन अस्ट्रेलिया मेरो 7 आएको थियो आइएल्समा होइन त्यसपछि मलाई त्यो कन्सल्टेन्सीको मान्छेले अस्ट्रेलिया गर्नुहोस् न त भन्दै थियो मैले गरिनँ
मैले किन गरेन भन्ने कुरा मलाई एन्सर आउँछ। मेरो म्याक्सिमम् साथीहरू जो मसँग पास आउट हुनुभयो उहाँहरू अस्ट्रेलिया हुनुहुन्छ। म्याक्स लाइक हजुरको चाहिँ फ्रेन्ड्सहरू सब अस्ट्रेलिया हुनुहुन्छ। मसँग मेरो भनौँ न हाम्रो इन्टेकमा 48 जना हो, मोर देन 60% अस्ट्रेलिया हुनुहुन्छ, मोर देन 60% अस्ट्रेलिया हुनुहुन्छ। केही सानो जमात मात्रै हामी यहाँ छौँ, एकजना मेरो साथी एन्टरप्रेन्योर आफै 2टा होटल खोलेर बस्नु भएको छ र मेरो 2-3 जना साथीहरू यतै नेपालकै 5 स्टार होटलहरूमा डिफ्रेन्ट ठाउँमा डिफ्रेन्ट पोजिसनमा अभियसली अब अहिलेसम्म उनीहरू चाहिँ एज अ म्यानेजर लेभलमा काम गर्दै हुनुहुन्छ र केही साथी चाहिँ 4-5 जना चाहिँ हामी एज अ फ्याकल्टी र अथवा यो काइन्ड अफ एकाडेमिक फिल्डमै छौँ। ओके ओके। सो कहिलेकाहीँ कस्तो हुन्छ मान्छेकोमा, मैले पनि सायद त्यो ट्राई गरेको भए हुन्थ्यो कि म पनि अहिले म्यानेजर हुन्थेँ कि, अब जस्तो कि हजुरले त भनि नै हाल्नुभयो होइन, जुन काम तपाईँले गर्नुहुन्छ त्यो काम चाहिँ हजुरलाई खुसी दिनु पर्यो भने, इनर पिस हुनुपर्छ भने, त्यही भएर हजुर यो फिल्ड पनि चुज गर्नुभयो। एउटा यसमा हजुरले 2टा टपिक भन्नुभयो, एउटा चाहिँ दोज हु आर वर्किङ इन नेपाल इन होटल इन्डस्ट्री, अर्को चाहिँ दोज हु आर अब्रोड होइन। अब नेपालको कन्टेक्समा कुरा गर्ने हो भने उनीहरू चाहिँ म्यानेजर नै हो होटेलमा, म पनि एज अ म्यानेजरै काम गरिरहेको छु, स्कुलमा म्यानेजरै हो। अभियसली नेचर अफ वर्क डिफ्रेन्ट छ अनि त्यो टाइम फ्रेम मलाई खासै हस्पिटल अब त्यसलाई मैले नकार्न त मिल्दैन। यो हस्पिटालिटीको टाइम हुन्छ नि म्याम, डिफ्रेन्ट सिफ्ट, त्यो चाहिँ मलाई जित्न नबुझ्यो अब मलाई पर्सनली चाहिँ त्यसलाई त्यो भन्दैमा मैले त्यो अब म त्यही इन्डस्ट्रीको मान्छे, त्यो इन्डस्ट्रीलाई मैले नराम्रो त भन्नु मिल्दैन। मलाई चाहिँ मेरो पर्सनल एट्रिब्युट्सलाई चाहिँ त्यो कुरा मन परेन, त्यही भएर मलाई मोर इन्टु म एकाडेमिक भएँ। त्यसमा चाहिँ म खासै डिफ्रेन्सेस देख्दिनँ। उनीहरूको काइन्ड एरिया अफ एक्सपर्टिज र फिल्ड डिफ्रेन्ट भयो, मेरो फिल्ड डिफ्रेन्ट हो, बट म्यानेजरल चाहिँ म पनि एज अ म्यानेजर पोजिसनमै छु, साथीभाइहरू पनि म्यानेजर पोजिसनमै हुनुहुन्छ। म अलिकति फ्लेक्सिबल आवरमा काम गरिरहेको छु। हजुर एकदम आरामले साथीभाइहरूलाई त्यहाँ त अब हाम्रो लाइक आर्मी हस्पिटालिटीमा 365 डेज नै काम गर्नुपर्छ, न दसैँ न तिहार होइन। उहाँहरू अलिपुर जस्तै हुनुहुन्छ। मलाई चाहिँ त्योपट्टि इन्भाइरोमेन्ट अलिकति सफोकेसन भएको जस्तो भयो। अहिले चाहिँ म अलिकति रिल्याक्स आनन्दले काम गरिरहेको छु भनौँ। भन्नाले त्यो फिल्ड चाहिँ मेरो लागि, यो डिपार्टमेन्ट चाहिँ मेरो लागि चाहिँ होइन भन्ने खालको चाहिँ हजुरलाई लाग्यो होटेलियरको लागि चाहिँ होइन। अनि अहिले जुन फिल्डमा तपाईँ हुनुहुन्छ एकदमै राम्रो नै गरिराख्नु भएको छ होइन। लाइक तपाईँको 10 इयर्स नै भइसक्यो भनेपछि त अनिखेरि यति राम्रो गरिराख्नु भएको छ, राम्रो एउटा अहिले 3-3वटा कलेजलाई तपाईँले हेरि पनि राख्नु भएको छ। हजुर मेरो आफ्नै पनि मैले हाम्रो चितवनमा मसँगै एकजना साथी पढ्नुहुन्थ्यो, हामीले चाहिँ चितवनमा एक्सप्लोर भोकेसनल एकाडेमी भनेर हाम्रो कलेज छ, त्यहाँ +2 पनि छ अनि त्यहाँ डिप्लोमाको कोर्सेसहरू भनौँ न, यो सर्ट टर्म यो के अरे भोकेसनल कोर्सेसहरू पनि त्यहाँ चितवनमा चलाइरहेको छौँ। तर म फिजिकली त्यहाँ मैले यता घर छोडेर त्यहाँ चाहिँ जान सक्ने पोसिबिलिटी नभएर मेरो साथी, मेरो कोवर्करले अलि हामीसँगै पढेको साथीले हेर्नु भएको छ। ओके सरले जस्तो भनिहाल्नुभयो हजुरको सर्ट टर्म कोर्सेसहरू पनि एभाइलेबल छ, भोकेसनल ट्रेनिङ पनि हजुरको अहिले चितवनमा छ। त्यसमा मैले थोरै कुरा जोडेको कुरा भन्दाखेरि चाहिँ +2 को स्टुडेन्ट्सहरू जतिजना हुनुहुन्छ उहाँ चाहिँ BHM गर्दाखेरि बेटर हुन्छ कि अथवा तपाईँको चाहिँ +2 पछि चाहिँ भोकेसनल होइन केही सर्ट टर्म कोर्सेसहरू चाहिँ गरेर बाहिर जाँदाखेरि बेटर हुन्छ कि होइन। जस्तो कि +2 गरेको HM को ब्याचलर गर्दाखेरिको चाहिँ एडभान्टेजहरू के छ, ब्याचलर गरेर बाहिर जानेको एडभान्टेजहरू के हुनसक्छ, के पोसिबिलिटी छ भनेर त्यसको एउटा 5 पोइन्ट सरले भनिदिनुहोस् होला। अर्को चाहिँ +2 पछि ब्याचलर नगरिकन भोकेसनल ट्रेनिङ गरेर तपाईँ बाहिर जानुभयो भने त्यसको एडभान्टेज के हुनसक्छ सरको चाहिँ? यस्तो अब यसमा चाहिँ त्यो पर्टिकुलर मान्छे छ नि, उसको एउटा चाहिँ फ्यामिली ब्याकग्राउन्ड के छ, उसको निड बेसिसमा गर्नुपर्ने हुन्छ त्यो। जस्तो अब मानिलिउँ मेरो फ्यामिलीले मजाले पे गर्न सक्छ र अर्को 4 इयर्स मलाई एज अ स्टुडेन्ट पार्न सक्छ भनौँ न, जुन चाहिँ अब यो हाम्रो यो नेपालमा मात्रै हुन्छ भनौँ न, यो बाहिर तपाईँको यही कन्सेप्ट वेस्टर्नमा काम गर्दैन। भन्न खोजेको ब्याचलर्स पढ्नलाई आफैले पढ्ने हो बाहिर होइन। यहाँ चाहिँ हाम्रो अब 4 इयर्ससम्म प्यारेन्ट्सले ध्यान दिन सक्नुहुन्छ र एकाडेमिकली तपाईँ साउन्ड हुनुहुन्छ भने चाहिँ BHMमै पढ्दा ठिक होइन। एकाडेमिकली तपाईँ साउन्ड हुन्छ, पढ्न सक्नुहुन्छ र तपाईँको फ्यामिलीले अफोर्ड गर्न सक्छ। अर्को 4 इयर्स चाहिँ तपाईँलाई पकेट मनी दिएर
अब अहिले कन्टेक्समा है अहिले कन्टेक्समा पकेट मनी दिएर तपाईँलाई पाल्न सक्नुहुन्छ भने चाहिँ ब्याचलर्स गर्दा ठिक हो किनकि भोलि गएर चाहिँ एकाडेमिकल मान्छे त त्यो चाहिन्छ त्यो निड त छ किनकि भोलि गएर चाहिँ हाम्रो टार्गेट भनेर त एउटा सुपरभाइजर लेभलमा रट्ने कुरा आएन माथि नै जाने पढिसकेपछि भोलि गएर होटलको म्यानेजरदेखि जनरल म्यानेजरै बन्ने हुन्छ होइन बिएचएम पढिसकेपछि त्यो चाहिँ तपाईँको एम्स हो भने त्यही ठिक होइन अब मलाई पढ्न पुग्यो भन्ने हुन्छ कोही किनकि सबैजना एकाडेमिक राम्रो हुनुपर्छ भन्ने पनि छैन क्या अहिलेको यो सिनारियो चेन्ज भइसक्यो 12सम्म भनेको हाम्रो के अरे बेसिक एजुकेसन भयो त्यसपछि मोर इन्टु हाम्रो पहिलेदेखि हुनुपर्थ्यो भनेको मोर इन्टु हामी चाहिँ के अरे स्किल बेस लर्निङमा हुनुपर्ने अब 12 पछि मलाई पढ्नु छैन तर केही न केही त लाइफमा गर्नु पऱ्यो नि त होइन त्यो भने क्विक स्किल सिकेर क्विक गर्दाखेरि कसैलाई क्विक स्किल सिकेर चाँडै चाहिँ जब गर्नु छ भने चाहिँ यो हाम्रो यो के अरे भोकेसनल कोर्सहरू चाहिँ इट साउन्ड्स बेटर अनि तर यहाँ डिफ्रेन्सेस छ क्या एउटा फेरि यो हाम्रो होटल इन्डस्ट्रीमा कस्तो छ भने एकजना एउटा भाइ बिएचएम पढ्यो एउटा डिएचएम पढ्यो उसलाई 4 इयर्स लाग्छ इन्डस्ट्रीको टोकासम्म 3 इयर्स भनौँ न 4 इयर्समा त उसको इन्टर्नसिप हुन्छ इन्टर्नसिप भयो उसलाई जब गरेर चाहिँ ऊ होटेलमा चाहिँ इन्ट्री लेभलमा छिर्नको लागि उसलाई 4 इयर्स लाग्छ यता एउटा भाइ 6 महिनामा चाहिँ उसले डिप्लोमा सक्यो 6 महिना इन्टर्नसिप त्यसपछि गर्ने भयो भनेको उसले 4 इयर्स सकिसक्दाखेरि यो यताको भाइसँग चाहिँ 3 इयर्स अफ एक्सपिरियन्स भइसकेको हुन्छ उसले उसको अन्डरमा काम गर्नुपर्ने हुन्छ तर डिफ्रेन्सेस के छ भने भोलि गएर एक ठाउँमा गएर उसको पोजिसन रोकिन्छ उसको एउटा ग्रोथ हुन्छ नि म्याम एक ठाउँमा पुगेपछि स्टप हुन्छ जहिले चाहिँ डिप्लोमा ल्याएछ तर उसले स्लो एन्ड स्टडी विज द रेस भन्छ उसले बिस्तारै बिस्तारै म्यानेजर तर इट डिपेन्ड्स है फेरि सर्टिफिकेट हुँदैमा मात्रै गर्छ भन्ने त छैन उसले आफूलाई कसरी ग्रो गर्छ भन्ने यताकोले गर्न सक्छ अब एक्सेप्सनल छ त्यो भाइ भने गर्न सक्यो तर यताकोलाई चाहिँ एकाडेमिकल्ली अलिकति तर हाम्रो लेभलको जुन यहाँको पढाइ छ जुन यो कोर्सको डिजाइन गरेछ भनौँ न हाम्रो के अरे नेपाल गभर्मेन्टसँग चाहिँ आबद्ध भएको यो के अरे विश्वविद्यालयहरू त्यसले चाहिँ त्यो ग्याप लगाइदिन्छ क्या म्याम के हुनुपर्छ 1 वर्ष पढाइ 1 वर्ष इन्टर्नसिप 1 वर्ष पढाइ 1 वर्ष इन्टर्नसिप सो द्याट 4 इयर्स भइसक्दाखेरि 2 इयर्सको एक्सपिरियन्स त हुनु पऱ्यो नि त 4 वर्ष पढ्ने होटल म्यानेजमेन्ट अनि फेरि चाहिँ ट्रेनिङ भएर छिराउँछ होटलबाट भने त 4 इयर्स पढाइ के काम लागेन कामै लागेन त्यो ग्याप छ सो हजुरको रिकमेन्ड अनुसार चाहिँ कुन गर्दाखेरि चाहिँ बेटर हुन्छ स्पेसली लाइक यो एचएमको स्टुडेन्ट्सहरूलाई चाहिँ बाहिर पर्स्यु नै गर्ने हो भने चाहिँ लाइक बिए ब्याचलर गर्दा बेटर हुन्छ कि लाइक डिप्लोमा गरेर जाँदाखेरि जस्तो कि हजुरले भन्नुभयो नि हाम्रो यहाँको कोर्सको स्ट्रक्चर नै डिफ्रेन्ट छ नि त होइन भन्नुहोस् त तर अब स्टुडेन्ट्सहरू त सबैजना बाहिर नै जाने हो डेफिनेटली नि तपाईँको +2 पछि चाहिँ सबैको जनाको माइन्डसेट नै बाहिर जाने भन्ने खालको कुरा हुन्छ सो उनीहरूलाई चाहिँ ब्याचलर गरेर बाहिर जाँदाखेरि बेटर हुन्छ कि हाम्रो जुन चाहिँ हिसाबको कोर्स हामीले डिजाइन गरेको छौँ यहाँ होइन यहाँ तपाईँको एचएमको स्टुडेन्ट्सहरूलाई जुन कोर्सको डिजाइन गरेको छ त्यो कोर्स गरिसकेपछि भोकेसनल गरेर बाहिर जाँदाखेरि बेटर हुन्छ अहिलेको कन्डिसनमा मैले सल्लाह भनेको अहिलेको कन्डिसनमा +2 पछि चाहिँ भोकेसनल ट्रेनिङ गरेर बाहिर जाँदाखेरि चाहिँ बेटर हुने हो कि +2 पछि बिए लाइक ब्याचलर नै गरेर बाहिर जाँदाखेरि चाहिँ बेटर हुन्छ हजुरको पोइन्ट अफ भ्यूमा चाहिँ कुन चाहिँ बेटर त्यो मैले अघि नै भनिहालेँ त्यसमा चाहिँ अब उसको पर्सनल एकाडेमिक एक्सिलेन्स कति छ एउटा कुरा त्यसले डिटर्माइन गर्ने अर्को कुरा चाहिँ उसको फ्यामिलीले उसको फ्यामिलीको इकोनोमिक कन्डिसन के छ त धान्न सक्छ भन्ने त्यो पनि डिपेन्ड गर्छ इट अल्सो डिपेन्ड्स किनकि धान्न सक्छ भने त अलिकति म्याच्योर भएरै यतै एक्सपिरियन्स 3 इयर्स एकाडेमिक पढेर गएको राम्रो धान्न सक्दैन भने त फेरि क्विक 6 महिना सिक्यो गयो भयो मलाई पढ्नु छैन मलाई एकाडेमिक मलाई पैसा कमाउनु छ क्विक मनी भने डिप्लोमा नि ठिक सो लाइक यो जुन चाहिँ भोकेसनल ट्रेनिङ हामीले लिइसकेपछि फेरि होइन जस्तो कि हजुरले भन्नुभयो चाँडै जाने भन्ने खालको कुरामा होइन भोकेसनल गरिसकेपछि तर भोकेसनल गर्दाखेरि चाहिँ केही समय केही वर्ष चाहिँ नेपालमै एक्सपिरियन्स गरेर बेटर हुन्छ कि बाहिर जाने चाहिँ त्यो गर्दाखेरि कस्तो हुन्छ तँदाखेरि अब त्यो नभइकन त एक त उनीहरू बाहिर सिलेक्ट पनि हुँदैनन् अभियसली होइन 6 मन्थ यहाँ पढिसकेर विदाउट स्किलको इम्प्लोइलाई उनीहरूले किन हायर गर्ने भन्ने कुरा भयो केही महिना केही वर्ष एटलिस्ट जुनियर लेभलमा यता काम गरेर गएको बेस्ट
बेस्ट हुन्छ। सो भोकेसनल जतिजनाले लिनुहुन्छ उहाँहरूले चाहिँ नेपालमै केही समय होइन आफ्नो एक्सपिरियन्स गेन गरेर बाहिर जब हजुर गरेर बाहिर जाँदाखेरि चाहिँ उनीहरूको करियरलाई चाहिँ सपोर्ट हुन्छ त्यो चिजको लागि होइन। किनकि अब होटल इन्डस्ट्री भनेको जति पनि एक्सपिरियन्स तपाईँले गेन गर्नुभयो उति नै राम्रो भन्ने खालको कुराहरू हुन्छ। हायरको लाइक अपर्च्युनिटी ग्राब गर्नु लागि चाहिँ धेरै राम्रो हुन्छ भने। सो सरले अब जस्तै +2 को स्टुडेन्ट्सलाई पढाइ नै राख्नु भएको छ होइन। अब हजुर पनि अब पहिला अब स्टुडेन्ट नै हुनुहुन्थ्यो होइन। सो पहिला हजुरको बेलाको जुन चाहिँ क्रेज हुन्थ्यो नि त्यो तपाईँको एचएमको स्टुडेन्ट्स लाइक यस्तो रमाइलो हुने होइन जो जुनुन देखेको हुन्छ। सो अहिलेको स्टुडेन्टलाई तपाईँले पढाउँदाखेरि ती सेम जुनुन देखिन्छ कि त्योभन्दा बढी देख्ने हो कि त्योभन्दा कम देख्ने हो कि अथवा डिफ्रेन्ट छ त्यस्तो? अब टकिङ अबाउट नम्बर त्यो जुन हामीले स्टुडेन्ट गर्छन् इनरोलमेन्ट गर्छौँ नि त्यसमा चाहिँ केही रास्ता आएको केही घटेको किनकि यता आइटी फिल्ड अहिले अलिकति उसमा छ राम्रो भइरहेछ अभियसली। अनि प्राय स्टुडेन्टले चाहिँ एचएममा चाहिँ यता के अरे कम्प्युटर चाहिँ फोकस गर्नुहुन्छ विच इज गुड एज वेल। अनि कन्सेप्सन कस्तो रङ भइदियो भने होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थी पहिला हाम्रो पालामा चाहिँ भोलि म करियरै बनाउँछु भनेर छिराइ हुन्छन्। अहिले चाहिँ आधी होटल म्यानेजमेन्टमा चाहिँ धेरै पढ्नु पर्दैन, सजिलो हुन्छ अनि रमाइलो हुन्छ भनेर पढाइ हुन्छ। उनीहरू मोर करियर ओरिएन्टेड भन्दा पनि रमाइलो गर्नलाई अलिकति फन हुन्छ भनेर आएको हुन्छ। त्यो बिहाइन्डको करियर उनीहरूलाई स्कुल लेभलमा कसरी सम्झाएको पनि हुँदैन एउटा कुरा। अनि हाम्रो अभियसली कन्सेप्सन होटल म्यानेजमेन्ट भन्ने चाहिँ भाडामा यदि सफा गर्ने त्यो नि पढ्नुपर्छ र भन्ने कन्सेप्ट पहिला त थियो। अब पहिला त एकदमै धेरै थियो, अहिले स्टिल छ। अनि त्यो अब पहिलाको ट्रेन्ड हेर्दाखेरि अहिले मोर इन्टु त्यो सिरियस मास अफ स्टुडेन्ट चाहिँ जो चाहिँ म होटल लाइनमै करियर बनाउँछु भनेर आएको स्टुडेन्टको त्यो मास चाहिँ घटेको हो कि जस्तो लाग्छ मलाई। त्यो मास चाहिँ घटेको जस्तो लाग्छ। अनि लाइक पहिलाको टाइमिङ र अहिलेको टाइमिङमा धेरै ग्यापिङ चाहिँ छको चाहिँ होइन। किनकि अहिले जस्तो हजुरले भन्नुभयो आइटीको सेक्टर आएको छ, कम्प्युटर लाइनको आएको छ, विच कि लाइक यो सबैलाई निड हुनै पर्छ, यो हुनु पनि पर्यो स्टुडेन्ट्समा। किनकि अहिलेको टाइमिङमा कम्प्युटर नलेज हुनै पर्छ होइन। विदाउट कम्प्युटर नलेज केही पनि हुँदैन होइन। किनकि एउटा लेभलमा पुग्छ जहाँ तपाईँलाई टेक्नोलोजीको बारेमा थाहा हुनुपर्छ होइन। त्यो त तपाईँको त्यत्तिकै इभन हाम्रो हस्पिटालिटीमा पनि त्यो चाहिन्छ। डेफिनेटली छ, डेफिनेट, त्यसमा त नो डाउट होइन। अनि तर अहिले जस्तो कि हजुरले भन्नुभयो पहिलाको टाइमिङमा लाइक एचएम गरेर के गर्ने त्यही भाडा माझ्ने नि भनेर स्टिल पनि छ होइन। त्यो कतिजनाको प्यारेन्ट्सहरू मिसकन्सेप्सन भनौँ न, प्यारेन्ट्सले कतिलाई अलाउ गर्नु हुँदैन कि। एक्ज्याक्टली होटल म्यानेजमेन्ट भनेको त बिग्रेको मान्छेले पढ्ने सब्जेक्ट हो नि होइन। अब त्यो अटोमेटिकली फेरि अब इभन अब एज अ टिचर्स हामी कोवर्कर्स अरू टिचरहरू पनि हुनुहुन्छ नि गफ गरेर राख्दाखेरि त्यो होटल म्यानेजमेन्ट सेक्सन चाहिँ अलिक फटा छ भन्छ। त्यो अटोमेटिकल्ली विद्यार्थीहरू कसरी फिल्टर भएर आउँदो रहेछन् भन्ने कुरा भयो। मोर सिरियसनेस भन्दा केही छन्, हुँदैन भएको छैन। त मोर इन्डिया चाहिँ रमाइलो गर्नुपर्छ। पढाइमा चाहिँ पढाइ खासै गाह्रो हुँदैन, प्र्याक्टिकल हुन्छ, खाना पाइन्छ। त्योभन्दा बाहेक अरू चाहिँ त्यो डिप थिङ्किङ भएर सोचेर आएको हुँदैन रहेछन् भनौँ न। अनि पछि हामीले बिस्तारै उनीहरूलाई 2 इयर्स हामीसँग टाइम हुन्छ। अनि तिनीहरूलाई ग्रुम गराउने, तिनीहरूलाई बुझाउने भन्ने त अभियसली टिचरकै हातमा। तर यो फर्स्ट ह्यान्ड आइराख्दाखेरि चाहिँ अहिले पनि त्यो लेभल अफ एउटा कन्सेप्सन र त्यो मास पनि त्यस्तै जोडिन्छ। यो हजुरले अब जस्तो कि कलेजमा आउँदाखेरि अब +2 को स्टुडेन्ट्सहरूले एडमिसन गर्नु आउँदाखेरि यस्तो कतिजना प्यारेन्ट्सको क्वेसनहरू पनि रेज हुन्छ होला होइन, लाइक +2 मा। अनि त्यति बेला चाहिँ हजुरहरूले चाहिँ कसरी लाइक उहाँहरूलाई चाहिँ सम्झाउनु हुँदैछ? अहिलेको टाइम भनेको अब पहिलेदेखि नै हो खास हुनुपर्ने, अहिले अलिकति यो काइन्ड अफ अवेरनेस आएको छ। पढाइ भनेको स्किल बेसै हुनुपर्छ, बाहिर पनि त्यही हुने हो होइन। पढ्यो ब्याचलर 16-17 वर्ष पढ्यो अनि स्किल चाहिँ केही पनि छैन, सर्टिफिकेट चाहिँ फो छ होइन, तपाईँको सबैमा फो छ, स्किल काम के आउँछ भन्दा केही पनि आउँदैन। हाम्रो अहिले विडम्बना त्यही हो नि त म्याम। हामी जति पनि विद्यार्थीहरू पढ्न भनेर गइरहेको छौँ, पढ्न त गएको कामै गर्न गएको, स्किल केही पनि छैन होइन। अनि त्यहाँ गएर उनीहरूले गर्ने काम के त होइन। अब अहिले अघिको कुरा हो नि, हाम्रो अस्ट्रेलिया युएस जाने बच्चाहरूले अहिले सर्ट टर्म भएर यहीँ सिकेर गइरहेछन्। एटलिस्ट इजिली जब पाउने र गुड पेइङ जब पाउने भनेको होटल लाइन नै हो। नो म्याटर वाट दे आर गोइङ टु स्टडी ओभर देयर, त्यहाँ उनीहरूले के पर्छन् भन्ने कुराले मान्नु राख्दैन। काम तुरुन्तै पाउने भने त्यही हो। त्योभन्दा बाहेक भनेको क्लिनिङ हो भनौँ
भनौँ न स्किल बेस्ड लर्निङ हुनैपर्छ अनि त्यो चाहिँ किन अब स्कुल लेभलै भइसक्नु पर्ने हो है त्यो छैन हाम्रोमा अब अहिले केही यो प्रोग्रेसिभ स्कुलहरूले चाहिँ स्कुल लेभलदेखि नै स्किल बेस्ड एजुकेसन भनेर छ अहिले छन चाहिँ तर यो सरकारी करिकुलममा छैन त्यो स्कुलले एडप्ट गरेर राख्छ होइन अनि किन +2 देखि नै चाहिँ अलिक मोर रिगरसली चाहिँ स्किल बेस्ड अघि मैले भने होटल म्यानेजमेन्ट पढिराख्दाखेरि अब सब्जेक्ट छ हाम्रो तर त्यो सब्जेक्टले 2 वर्ष विद्यार्थी पढिराख्दाखेरि त्यो बच्चा चाहिँ 2 वर्ष सकिसक्दाखेरि ऊ होटल इन्डस्ट्रीमा एज इन्ट्री लेभलमा उसलाई होटलले एक्सेप्ट गर्छ त त्यो गर्ने लायकको हामीले बनाउँछौँ त बनाइरहेको छौँ त त्यो जब जबसम्म बनाउँदैन तबसम्म चाहिँ यो हाम्रो सब्जेक्टपछिको यो हेर्ने मान्छेको दृष्टिकोण यस्तै भइरहेको छ कि होटल म्यानेजमेन्ट पढिराख्दाखेरि अब मैले अघि पनि भने त्यसमा कम्प्लिकेसन्सहरू छ किनकि अर्को 5 सब्जेक्ट पढ्नुपर्ने हुन्छ एभ्री टाइम होटलमा गएर काम गर्नु पनि पोसिबल भएन अब मैले अघि भने होटलले तपाईँको 8-10 घन्टाभन्दा कममा हतपत लिँदैन अन्टिल एन्ड अनलेस यो क्याजुअल वर्कर बाहेक अरू लिँदैन एटलिस्ट 4 आवर्सको सिफ्ट बनाइदिने हो भने आफ्टर कलेज उनीहरूले गएर 12 देखि 4 बजीसम्म त्यहाँ काम गर्न पायो र 4 बजेपछि आएर आफ्नो स्टडिज पनि छ नि त फेरि यतापट्टि हाम्रो कोर्सले त्यो छ पढ्न पनि पऱ्यो 4 घन्टा त पढ्ने 4 घन्टाको चाहिँ यसलाई स्पिड सिफ्ट भनौँ न 4-4 घन्टा गरिदिने हो भने चाहिँ 12-11 देखि नै उनीहरूले रियल प्लेसमा गएर चाहिँ के अन द जब ट्रेनिङ गर्न पायो भने 2 वर्ष भनेको यसलाई एकुमुलेट गर्दाखेरि अराउन्ड 1 इयर्स अफ एक्सपिरियन्स त हुन्छ नि त त्यसपछि 1 इयर अफ एक्सपिरियन्स भइसकेको मान्छेलाई भोलि मार्केटले ऊ एज अ जब सिकर भएर गइराख्दाखेरि मार्केटले एक्सेप्ट गर्ने त भयो नि त त्यो स्किल सेमी स्किल त भइसकेको हुन्छ नि त अनि 2 इयर्स भएको हुन्छ उसलाई केही पनि आउँदैन अब त +2 को मात्रै कुरा राखेन मैले इभन ब्याचलर्स लेभल 4th 5th सेमेस्टर पढिसकेका बच्चाहरूलाई पनि के छ भने प्रब्लम उनीहरू मोर इन्टु यता के अरे कलेजमै हुन्छन् कलेजमै उनीहरू अब यति धेरै सब्जेक्ट हुन्छ कि एक्जाम भने यो भने उनीहरूले होटलमा गएर काम गर्नलाई त्यो फ्लेक्सिबल टाइम नै मिल्दैन क्या पढ्न पास पनि गर्नु पऱ्यो त्यो नभएपछि 3 इयर्स पछि एक्सपिरियन्स कति छैन एक्सपिरियन्स जेरो एक्सपिरियन्स अनि 3 इयर्स पछि गर्ने के भन्दाखेरि फेरि इन्ट्री लेभलमा ट्रेनिङ गरेर छिन्नु पऱ्यो 3 इयर्स होटल म्यानेजमेन्ट पढिसकेपछि अनि 4th इयरमा गएर फेरि इन्ट्री लेभल ट्रेनिङ नै गरेर छिन्ने ट्रेनिङ किन फर्स्ट हाम्रो यो चाहिँ फर्स्ट इयरमै किन नगर्ने त भने त्यसरी कोर्स डिजाइन हुनु जरुरी छ जस्तो लाग्छ मेरो विचार किनकि मोर इन्टु हाम्रो भनेको प्र्याक्टिकल्ली हो नि त फिल्डमै गएर काम गर्ने हो नि त एक्ज्याक्टली हो त्यो अब एचएम नै भनेको नि तपाईँको चाहिँ जति प्र्याक्टिकल नै उहाँहरूलाई इङ्गेज गरायो उति नै उहाँहरूले चाहिँ प्र्याक्टिस गर्नुहुन्छ तपाईँको मेमोरी क्याप्चर हुन्छ अब साइन्स स्टुडेन्ट्सहरू होइन त्यसो भयो भने त तपाईँको त अब त्यो डिफ्रेन्ट लेभलमा त्यसमा फेरि थ्योरिटिकल नै हुनैपर्छ होइन हाम्रो बेस भनेको यो +2 को लेभल पुग्छ क्या अनि हामीले यो 4th 5th सेमेस्टरमा गरेर चाहिँ पुरै म्यानेजरल एस्पेक्टमा पढिरहेको हुन्छौँ होइन 5th 6th सेमेस्टरमा पुगिराख्दाखेरि पुरै म्यानेजरल एस्पेक्टमा पढिरहेको हुन्छ अनि काम चाहिँ 7th सेमेस्टरमा फेरि इन्ट्री लेभलमा ट्रेनिङ ल्याउनु गर्नुपर्ने त्यो मजा आयो होइन नि त भनेको फर्स्ट इयर उसले चाहिँ थ्योरी पढ्यो भनौँ न त्यो वाट एभर द कोर्सले डिजाइन गरेको त्यसपछि सेकेन्ड इयर चाहिँ 1 वर्ष उसले होटलमा गएर काम गर्यो भने अनि पो म्यानेजर अनि यो सुपरभाइजर लेभलको पढ्न मजा आउँछ त उसले बुझ्छ पनि अहिले चाहिँ कस्तो भयो भने यो के सुगा रोटाइ पढायो भयो घोकेको जाँच्दियो फुवा हुन्छ होइन त्यो होटलले 3.5 4.5 त्यो सरी 4 त्यो हेर्दैन ग्रेड हेर्दैन त्यसलाई के आउँछ एक्सपिरियन्स कति छ भने हेर्ने हो नि त त्यही भएर अब यो 3-4 इयर्स पढाइराख्दाखेरि एटलिस्ट 2 इयर्स अफ एक्सपिरियन्स हुने गरेर चाहिँ कोर्स डिजाइन गर्नुपर्छ जस्तो लाग्छ मलाई सो लाइक अब जस्तो कि हजुरको चाहिँ अब बिएचएम अब स्टुडेन्ट्सहरूको चाहिँ इन्टर्नसिप पनि जस्तो हजुरले भन्नुभयो बिएचएम स्टुडेन्ट्सहरू इन्टर्नसिपको लागि गइरहेको हुन्छ अब हजुर पनि अब होटलमा जाँदाखेरि त्यहाँ हजुरको स्टुडेन्ट देख्नुहुन्छ हजुरले होइन आफ्नो उहाँको एक्सपिरियन्स हजुरले बुझ्नुहुन्छ अनि सो त्यति बेलाको उहाँहरूको पर्फर्मेन्स चाहिँ कस्तो हुन्छ अब त्यो एउटा यो ग्याप भन्छ हामी यो काइन्ड अफ डेभिएसन जहिले पनि रहन्छ स्कुलमा जे सिक्यो होटलमा त्यो आफूलाई ठ्याक्कै हुँदैन नि त यहाँ एउटा हामीले एउटा पढाएको हुन्छ उतापट्टि सिस्टम एसओपी डिफ्रेन्ट हुन्छ होइन अभियसली 100% साइन्स त होइन ठ्याक्कै यो हुँदा होइन डिफ्रेन्ट हुन्छ त्यो ग्याप देखिन्छ एउटा त्यो ग्याप किन देख्यो भने अघि मैले भने इन्डस्ट्री देखेकै हुँदैन उसले इन्डस्ट्रीमा गएर कामै गर्न पाएको हुँदैन यतापट्टि चाहिँ एक थ्योरिटिकली फो आइसक्यो यतापट्टि छैन अब हामी कलेजमा प्र्याक्टिकल नहुने त होइन तर द्याट इज नट सफिसियन्ट क्या तपाईँको जतिवटा मेनु बनाए पनि
अब त्यो एकचोटि बनाएको मैले फर्स्ट सेममा चाहिँ बनाएको मेनु मैले अर्कोचोटि कहिले बनाइनँ भने कहिले सिक्ने त मैले त्यो एकचोटि काइन्ड अफ डेमो क्लासेसको लागि चाहिँ हुने त्यो त्यो जुन 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 पनि हाम्रो यो अहिले प्र्याक्टिकल स्ट्रक्चर छ त्यो भनेको जस्ट डेमो मात्र एकचोटि त बनाउँछ नि हामीले एकचोटि त हो नि एउटा मेनु एकचोटि बनाउँछ नि त अनि त्यो एकचोटि बनाउँदैमा सिकिन्छ त सिकिँदैन नि त होइन त्यसको लागि त रियल टाइममै गएर दिनभरि त्यही बनाउनु पऱ्यो अनि पो सिकिन्छ त त्यसको लागि चाहिँ डे फर्स्टबाटै यो डिएचएम विद्यार्थ डिएचएम अनि बिएचएम डे फर्स्टमै जोइन गर्ने बित्तिकै चाहिँ उनीहरूले रियल टाइम वर्क प्लेसमा गएर काम गर्ने इन्भाइरोमेन्ट बनाइदिनुपर्छ त्यसमा चाहिँ अब यो कलेजेसहरू प्लस गभर्मेन्ट अनि यो हान भनौँ अब यो होटेल रेस्टुरेन्टहरूले पनि एउटा बृहत रूपमा छलफल गर्नु पनि देखिन्छ किनकि अहिले नै म्यान पावर सर्टेज भइसक्यो हाम्रो नेपालमा स्किल म्यान पावर सर्टेज भइसक्यो स्किल हुने बित्तिकै उनीहरू बाहिर गइदिन्छन् होइन पेमेन्टको कुराहरू आउँछ त्यो छ म्याम अहिले ओके अब त यहाँ इन्डस्ट्रीहरू त तपाईँको स्पेसली 5 स्टार होटल त अहिले त तपाईँको चाहिँ ओपनिङ धेरै भइरहेको छ हाम्रो काठमाडौँ अहिलेको चाहिँ अब एचएम स्टुडेन्ट्सहरू यहाँबाट निस्किँदाखेरि चाहिँ अपर्च्युनिटीहरू नेपालमा पनि धेरै छ होइन मजाले अब यो अपर्च्युनिटी त छ स्टुडेन्ट्सहरूलाई +2 पछि अथवा ब्याचलर पछि नेपालमा पनि होइन सो यहाँको अपर्च्युनिटी उहाँहरूले कसरी चाहिँ ग्र्याब गर्न सक्छ यहाँको लागि अभियसली पहिला ट्रेन त हुनु पऱ्यो होइन विद्यार्थ बिएचएम यता डिएचएम अब सर्ट मैले अघि भनिहालेँ तपाईँलाई सर्ट ह्यान्ड चिन्नु छ मलाई अब पढ्नु छैन एकाडेमिकली मलाई जानु छैन मलाई स्किल सिकेर यहाँ चाहिँ नेपालमा केही वर्ष र बाहिर गएर चाहिँ मलाई त्यही फिल्डमा चाहिँ पैसा कमाउनु छ मलाई करियर बनाउनु छ भने डिएचएम जोइन गर्नुहोस् 6 महिना यहाँ पढ्नुहोस् मैले 6 महिना यहाँ पढिराख्दा पनि 6 महिना भनेको 6 महिना डिप्लोमा पढिराख्दा पनि साइड बाई साइड चाहिँ उसले रियल टाइममा गएर काम गर्न पाओस् कि त्यो नभए पनि 6 महिनापछि इन्टर्नसिप छँदैछ 6 महिना इन्टर्नसिप भयो त्यसपछि यत्रो अपर्च्युनिटी छ अभियसली स्किल तपाईँ हुनुहुन्छ भने अहिले त डिमान्ड मजाले छ हाम्रो पालामा त्यो कन्टेक्स्ट थिएन हाम्रो पालामा अभियसली थिएन होटेल लाइनबाट चाहिँ होटेल लाइनमा छिर्न नेपालमा चाहिँ अब यो झन्नै के भन्नु अब यो लोकसेवा लडेर हाम्रो छिर्छ नि त्योभन्दा गाह्रो थियो कि अभियसली किनकि के अरे यो उनीहरूले भ्याकेन्सी ओपनिङ गर्दै गर्थेन किनकि पहिलाको स्टाफ टर्नओभर भएन भ्याकेन्सी गर्ने हो टर्नओभर पनि थिएन होटेल पनि लिमिटेड अनि प्रडक्ट धेरै थियो होइन अहिले चाहिँ टु मच अफ होटेल छ अनि सबै म्यान पावर यहाँ हामीले डिप्लोमाबाट प्रड्युस गरेको भए पनि ब्याचलर्सबाट गएको भने उनीहरूको मेन टार्गेटै बाहिर जाने हुन्छ त्यो भइराख्दाखेरि अब यहाँ चाहिँ ग्याप छ भनौँ न एउटा ह्युज ग्याप बन्दैछ अब चाँडै अब केही वर्षमा तपाईँको नेपालमा होटेलमा काम गर्ने मान्छे नपाइन सक्ने अवस्था भइसक्यो केही समयपछि अहिले जो जति होटेलमा काम गर्नु भएको छ एउटा टाइम एउटा पोइन्ट अफ स्याचुरेसनमा पुग्ने बित्तिकै उनीहरू पनि बाहिरै जान्छन् होइन त्यो कारणले गर्दाखेरि अब स्कोप छ यहाँ पनि तपाईँको 5 स्टार इन्टरनेसनल 5 स्टार होटल नै हो होइन यहीँ नै इन्टर्नसिप गरेर त्यहाँको सर्टिफिकेट उहाँहरूले गेन गरेर बाहिर जाँदाखेरि अझै बेटर हुन्छ होइन तर अहिलेको स्टुडेन्ट्सहरूले त्यो धेरै कम सोचिरहेको हुन्छ होइन अब त्यो विषयमा चाहिँ सरले कसरी आफ्नो रिकमेन्डेसन चाहिँ कसरी गर्नुहुन्छ उहाँहरूलाई अब एउटा चाहिँ अब स्कुल लेभलदेखि नै यो इम्पोर्टेन्स अफ स्किलफुल एजुकेसनमा यो किन स्किल्स किन रिक्वायर्ड छ भन्ने कुरा भोलि गएर मैले के पढ्दा मलाई के हुन्छ भन्ने कुराहरू धेरैलाई आइडिया छैन एक्ज्याक्टली टेन्सनमा आइराख्दाखेरि के पढ्ने भने कन्फ्युज होइन साथीभाइले जे भन्यो साथीको लैलेमा लागेर पढ्ने कोही हुन्छन् होइन अब भनेको प्रपर यो के करियर गाइडेन्स चाहिँ नेसेसरी छ स्कुल लेभलदेखि नै के पढ्यो भने के हुन्छ आफ्नो इन्ट्रेस्ट के हो होइन अब चाहिँ एचएम अघि मैले भनिहालेँ एउटा त्यो के अरे एचएम भनेको चाहिँ पढ्न पर्दैन भनेर पढ्ने एउटा जमात भयो र एउटा चाहिँ होटल म्यानेजमेन्ट भनेको भाँडा मास्ने चाहिँ यो भुइँ पुस्ने होइन यो खालको पढायो भने त्यो मिसकन्सेप्सन चाहिँ हटाउन नेसेसरी छ पहिला चाहिँ त्यो भयो अनि अब यहाँ स्कोप छ भनेर चाहिँ बुझ्नको लागि त होटल म्यानेजमेन्ट जोइन गर्नु पर्यो पहिला सुरु भनेको यो ग्रेड 11 देखि नै तपाईँ यो फिल्डमा 2 वर्ष बुझिसकेपछि होइन यो फिल्ड ठिक रहन्छ भनेर छोड्दा पनि पाइयो नि त केही पनि बिग्रिँदैन अरू फिल्डमा जान पनि त स्पेस छ अहिले पनि छ त्यही भएर फर्स्ट अफ अल अब त्यो मिसकन्सेप्सन हटाउनु पऱ्यो र स्किल बेस एजुकेसन जे पढे पनि स्किल बेस पढ्नु पऱ्यो क्या त्यो चाहिँ त होटल म्यानेजमेन्ट हुनुपर्छ नि भन्दिनँ म अहिले मैले अघि भने आइटी पनि छ
अहिलेको बुम इन्डस्ट्री आइटी नै हो नि त आइटी पनि छ होटल म्यानेजमेन्ट पनि छ र अरू सब्जेक्टहरूमा चाहिँ अब स्किल हाम्रो नेपालमा छ धेरै सब्जेक्ट भनौँ जुनमा चाहिँ मोर इन्टु थ्योरिटिकल हुन्छ 15-16 वर्ष थ्योरी मात्रै पढाइ हुन्छ प्र्याक्टिकल केही पनि हुँदैन अब त्यो सब्जेक्ट कुन सब्जेक्ट कुन विषय भन्नु म गइनँ यसमा यो अलिकति हुन्छ हजुर त्यसलाई चाहिँ हामी कन्फिडेन्सियल नै राख्छौँ भन्न पनि भएन अब त्यो भएको कारणले अलि जे पढे पनि तपाईँले स्किल सिक्नु पऱ्यो तपाईँले त्यो टाइम दिइरहनु भएको छ नि त्यो टाइममा तपाईँसँग सिप चाहिँ हुनु पऱ्यो भन्ने मेरो माने त त्यही एज अ टिचर +2 को स्टुडेन्टलाई एचएम नै पढाइराख्नु भएको छ होइन सो उहाँ मेबी सायद हजुरले त धेरै कुरा यस्तै नै गर्नुहुन्छ उहाँलाई एउटा वे देखाइराखेको हुन्छ के कसो गर्ने खालको कुरा अझै यसमा हुने कुरा एडिसनल कुरा हजुरले एज अ टिचर उहाँहरूलाई चाहिँ कसरी भन्नुहुन्छ कि एचएमको फिल्ड यस्तो छ यो करियर चुज गर्दाखेरि बेटर हुन्छ होइन किनकि अब यसमा त फ्याकल्टीहरू डिफ्रेन्ट नै छ नि त हुन त अब स्टुडेन्ट्सको इन्ट्रेस्टको कुरा हो उनीहरू कुन डिपार्टमेन्टमा जाने कुन सेक्टरमा जाने भन्ने खालको कुरा अब यो चाहिँ थ्रु अब क्लासमै हो हाम्रो यो के त ग्रेड 11 पनि अब स्कोप्स अफ हस्पिटालिटी भनेर हामीले अब त्यो कोर्समै पनि छ तर बट त्योभन्दा ब्याक बिसाइडली अब आफूले यत्रो वर्ष चाहिँ हस्पिटल इन्डस्ट्रीमा एज एकाडेमिसियन भए पनि थाहा त छ त नलेज देयर आर भेरियस सेक्टर्स हुन्छ इभन होटलमा पनि देयर आर भेरियस डिपार्टमेन्ट होइन कहाँ तिमीहरूले चाहिँ भोलि एचएम पढिसकेपछि कुन फिल्डमा तिमीहरूले मजाले चाहिँ जब गर्न सक्छौ अझ आजकल जब भन्दा पनि मोर इट्स लाइक हाम्रो त क्विकली एज अ बिजनेसम्यान एज अ एन्टरप्रेनर बन्ने बाटोहरू धेरै छ नि त होइन अहिले हेर्नुहोस् न अहिले रिसेन्ट कन्सेप्ट नै चियावालाहरू आइरहेछ नि ट्रेन्ड नै तपाईँको थोरै लेभल अफ इन्भेस्टमेन्टमा होइन उनीहरूले गरिरहेछन् नि त त्यो काइन्ड अफ एन्टरप्रेनरसिप पनि हाम्रो कोर्समा हुनुपर्छ केही न केही सिकाउनुपर्छ होइन त्यो पनि स्कोप त हो नि भोलि गएर सर्टेन केही चिज त पहिला पढ्नु पऱ्यो ज्ञान हुनु पऱ्यो अनि पनि इन्भेस्टमेन्ट हुन्छ त्यसको लागि चाहिँ अब त्यो स्कोप्सहरू चाहिँ टाइम टु टाइम क्लासमै हो म्याम अरूतिर उनीहरूलाई छुट्टै चाहिँ करियर काउन्सिलिङ भनेर गराइदिएन हाम्रो पार्ट अफ स्टडिजमै आउँछ हामीले डिपार्टमेन्ट्सहरू चाहिँ पढाउनु पर्ने हुन्छ डिपार्टमेन्ट्सको फङ्सन पढाउनु पर्ने हुन्छ त्यो बेलामा चाहिँ यो डिपार्टमेन्टमा काम गर्दा यो हुन्छ यसको स्कोप यो छ होइन यसको अरू नर्मल्ली नेपालमा स्यालेरी दिँदा यसको यति हुन्छ अन्त माथि एज अ सेफको कुरा गर्नु हामी एक्जिक्युटिभ सेफ भयो भने स्यालेरी यतिसम्म हुन्छ भन्ने त्यसरी नै मोटिभेट गर्ने हो जे हो ट्रुथ त्यही देखाएर मोटिभेट गर्ने अहिलेको जुन चाहिँ जेनेरेसनको स्टुडेन्ट्सहरू छ चाँडो जाने बाहिर पैसा चाँडो कमाउने धेरै कमाउने भन्ने खालको जुन चाहिँ कन्सेप्ट छ होइन एक्सपिरियन्सलाई बढी उनीहरूले फोकस गर्दैनौँ पैसा बढी फोकस गरिरहेको छ सो हजुरको हिसाबमा चाहिँ पैसा धेरै इम्पोर्टेन्ट हो या एक्सपिरियन्स भएपछि पैसा आफै आइहाल्छ नि म्याम अनि एक्सपिरियन्स हुने बित्तिकै पैसा आफै आइहाल्छ करियर चाहियो नि त म्याम एक्ज्याक्टली यताको करियर के त करियर के त यसको एज अ क्लिनर गइराख्दाखेरि अथवा अझ जहाँ चाहिँ ग्रोथ छैन भनौँ न ग्रोथ भएको ठाउँ र ग्रोथ नभएको ठाउँ सिम्पली जस्तो एज अ सेफ ग्रोथ छ एज तपाईँले ट्रेनिङबाट सुरु गर्नुहुन्छ कमी थर्ड कमी सेकेन्ड कमी फर्स्ट होइन त्यसरी डेमी सेफ दि पार्टी हुँदै करियरै छ नि त्यहाँ एउटा किचनको होल ब्रिगेड छ र इच ऱ्याङ्क अनुसारको चाहिँ स्यालेरी तपाईँको इन्क्रिज हुँदै जान्छ नि त त्यो लङ रनमा जाने भयो यताको सर्ट टर्म भयो तर वाट इफ अब त्यो छोडेर त्यो करियर स्विच गरेर अर्को अर्को करियरमा जाँदाखेरि स्किल छ त स्किल म्याटर्स क्या पैसा भन्दा स्किल्स म्याटर अघि भयो एक्सपिरियन्स स्किल्स कि मनी भन्दाखेरि स्किल्स हो पहिला स्किल्स विल अभियसली अर्न यु मनी तर इन अ लङ इट मे टेक टाइम बट यो चाहिँ लङ रनमा चाहिँ स्किल्स विल अटोमेटिकली अर्न मनी सो स्किल भयो भने चाहिँ लाइक पैसा अब कहाँ जान्छ लङ रनमा यतै आउँछ पैसा त कहीँ पनि गएको हुँदैन तर पनि मान्छेको कन्सेप्ट चाहिँ पैसातिरै भागौँ भन्ने खालको होइन यो अब खाना बनाएर के फाइदा होइन तपाईँको यता गएर के फाइदा भन्ने खालको त्यसको लागि त्यही स्कुल लेभलदेखि नै हस्पिटालिटीको बारेमा चाहिँ बच्चाहरूलाई जानकारी गराउन चाहिँ इम्पोर्टेन्ट छ स्कुल लेभलदेखि नै फेरि नट टकमा 11-12 त अलरेडी त्यहाँ अप्सन चाहिँ छ होइन तर स्कुल लेभलदेखि नै चाहिँ अब भन्दाखेरि अब डक्टर सिए नै बन्नुपर्छ तर सबैको क्यापेसिटी त्यही हुँदैन सबैको एकाडेमिकली साउन्ड हुँदैन एकाडेमिक साउन्ड नभएको बच्चालाई के त होइन तिनीहरूको लागि त छ त तिनीहरूको लागि चाहिँ यो छ है भन्दाखेरि अब त्यसलाई चाहिँ तल राखेर हेर्ने होइन नि त अब यो चाहिँ के अरे डक्टर पोजिसन चाहिँ माथि हो सेफ चाहिँ तल्ल हो नपढ्नेले पढ्ने त्यो सब्जेक्ट भनेर त्यसरी चाहिँ हाम्रो
सोसाइटीमा एउटा त्यो जुन छ नि म्याम हजुर त्यो के लेभल हामीले चाहिँ बच्चालाई लेभल आइदिए जस्तै तैँले पढ्ने छ भने सेफ बनियो भाडा माझ्यो खाना बनाउने तर त्यो सेफले त्यो सेफ ठाउँमा पुग्ने हो भने डक्टरभन्दा 2 गुणा पैसा त कमाउँछ नि त्यसले ठाउँमा पुग्ने हो भने क्या फेरि ठाउँमा त पुग्नु पऱ्यो मिहिनेत त गर्नै पऱ्यो होइन गर्नै पर्यो इफ इट्स अल अबाउट मनी देन त्यो यो के प्रोफेसनलाई दार्जिने काम चाहिँ गर्नु भइदिएन अब बच्चालाई स्कुल लेभल पनि हुन्छ नि त राम्रो पढिस् भने डक्टर हुने नराम्रो पढिस् भने होटल म्यानेजमेन्ट भन्ने त्यो लेभल अफ त्यो लेभल अफ स्कुलिङ चाहिँ हामीले ब्रेक गर्न चाहिँ नेसेसरी स्किल चाहिँ इम्पोर्टेन्ट हो भन्ने कुरामा हामीले मोर फोकस हुनु पऱ्यो भन्छु जस्तो कि अब तपाईँ अब कान्छी रोगामा हजुर एज अ टिचर पनि हुन्छ कोअर्डिनेटर पनि हुनुहुन्छ होइन आफ्टर 10 भनेको चाहिँ त्यही आउनु लागि चाहिँ हजुरले के सजेस्ट गर्नुहुन्छ अभियसली अब कान्जिरुवा नेसनल स्कुल भने चाहिँ अब 27 इयर्स भयो म्याम हामी एज अ प्रिभियसली हामी कान्जिरुवा नेसनल स्कुल भने चाहिँ वी आर नोन एज काठमाडौँ डन बस्को हामी यता बानेश्वरमा थियौँ त्यसपछि हामी यता रिलोकेट भएर यता बालकुमारीमा आएको 27 वर्षको इतिहास भएको स्कुल यतिकै बन्दैन त्यो इतिहास एउटा कुरा त्यो एक्सपिरियन्सको एउटा त्यो चाहिँ उसको कुरा भयो हिस्ट्रीको कुरा भयो र अहिले चाहिँ म आफै छु एज एकाडेमिक कोअर्डिनेटर होइन मैले मेरो एक्सपिरियन्स मेरो लिङ्क्सहरू अभियसली हस्पिटल इन्डस्ट्रीसँग रिलेटेड छ र मैले अब अघि मैले भने नि म्याम मैले मेरो साथीभाइ चिने जानेकोमा मेरो जो विद्यार्थी 11मा पढ्छ नि त्यसलाई फ्लेक्सिबल हुने गरेर चाहिँ एज अ पार्ट अफ देयर इन्टर्नसिप स्किल डेभलपमेन्ट प्रोग्राम भनौँ न त्यो चाहिँ हामी 11 को फर्स्ट उनीहरू आउने बित्तिकै नै फर्स्टमा त्यति साह्रो एकाडेमिक प्रेसर हुँदैन त्यो फर्स्ट 3 months to 6 months चाहिँ इन्टर्नसिप हालिदिन्छु क्या दोज आर इन्ट्रेस्टेड अब त्यो फोर्सफुल त गर्न मिलेन पहिला सुरु मैले केही हप्ता त यसको स्कोप बुझाउन जरुरी छ इन्डस्ट्रीमा पठाउनुभन्दा अगाडि फर्स्ट दे विल इन्टर एज ट्रेनी कान्जिरामा पढ्ने बच्चाहरूले अब इफ दे आर इन्ट्रेस्टेड उनीहरू कलेज आएको 1-2 महिनामा उनीहरू चाहिँ हस्पिटालिटी फिल्डमा छिर्छन् अनि त्यो होटलमै छिर्ने हो कि होटल रेस्टुरेन्ट कहाँ हुन्छ होटल एन्ड रेस्टुरेन्ट कहाँ हुन्छ अनि दिनको उनीहरूले 4-5 घन्टा काम गर्छन् बेलुका गएर आफ्नो एकाडेमिक ड्युटिज पनि फुलफिल गर्ने भयो अनि यता बिहान कलेज पनि गर्ने भयो अब त्यही ठ्याक्कै अघि मैले भने नि कोर्स यस्तो डिजाइन भएको छ डरलाग्दो भोलि गएर यो 12मा चाहिँ तपाईँको यो 6 महिनापछि त त्यहाँ दायाँमा गर्नै भएन मोर इन्टु एकाडेमिक्सै हुनु पऱ्यो तर 12मा 6 months र 11मा 6 months गर्दा पनि त 1 year अफ इन्टर्नसिप त गर्न पाइयो त कान्जिरुवामा कान्जिरुवा पढ्दै भनेको कान्जिरुवा मात्रै भन्नु मैले अब ओभरअल +2 पढिराख्दाखेरि त्यो मोडालिटीमा जाने हो भने 2 years होटल म्यानेजमेन्ट पढिराख्दाखेरि 1 year अफ एक्सपिरियन्स त बच्चाले लाने भयो नि त त्यो चाहिँ कान्जिरुवामा स्पेसल छ होइन अरू भनेको अब यो कलेजमा हुने प्र्याक्टिकल आफ्नो ठाउँमा अघि मैले भनिहालेँ यो जति पनि प्र्याक्टिकल हुन्छ त्यो भनेको बेसिक डेमो हो होइन अब स्पेसल्ली किचनमा भन्नु एफएनबीमा त अलि क्विक टु ग्र्याब त्यो चाहिँ सिकिहाल्छ नि त एज अ यो पार्ट अफ किचनमा त तपाईँको रिगरसली त्यही आइटम धेरैचोटि नबनाएसम्म सिक्दैनन् बच्चाहरूले त्यसको लागि त रियल टाइम वर्क चाहिँ वर्क प्लेसमै गएर कामै गर्नु पऱ्यो नि त त्यो चाहिँ कान्जिरुवामा छ त्यो माहौल चाहिँ हामीले कान्जिरुवामा बनाएको छ भनेपछि थ्योरिटिकल सँगसँगै चाहिँ प्र्याक्टिकलमा नि बढी फोकस गरेको अभियसली किनकि अभियसली हाम्रो कोर्स नै प्र्याक्टिकल कोर्स हो त्यसमा थ्योरिटिकल पार्ट त अलिकति मात्रै भइपुग्छ नि त हामीलाई उनीहरू कोर्स डिजाइनमा हाम्रो छ अब तपाईँको चाहिँ एनइबीले हाम्रो के भने 50 मार्क्सको थ्योरी 50 मार्क्सको प्र्याक्टिकल छ अब त्यो 50 मार्क्सको प्र्याक्टिकललाई इनफ हुने गरेर हामीसँग त्यो स्किल्स चाहिँ हामीले अब एज अ एम टकिङ अबाउट होल नेपाल कुनै कलेजले छ आफ्नै ल्याब छ सेटअप छ हाम्रो पनि छ आफ्नो ल्याब सेटअप भएको कलेजमा प्रब्लम भएन गराउन सक्यो तर धेरै कलेजको त्यो ल्याब सेटअप छैन किनकि इट टेक्स गुड अमाउन्ट अफ मनी टु बिल्ड द्याट ल्याब स्पेस चाहियो होइन अब त्यो के अरे त्यो ल्याब स्ट्रक्चर नभइराख्दाखेरि भनेको त रियल टाइम वर्क प्लेस भन्दा अरू बेटर झन् त्योभन्दा कलेजको प्र्याक्टिकल भन्दा त रियल टाइममा गएर काम गरेको इट्स बेटर हामीले त्यो इन्भाइरोमेन्ट चाहिँ कान्जिरुवामा दिएछौँ त्यो चाहिँ धेरै राम्रो अब आफ्नो इन्ट्रेस्ट आफ्नो के अरे डेडिकेसन होइन अनि यो वर्क एन्ड स्टडी लाइफ ब्यालेन्स गर्न सक्ने क्यापासिटी चाहिँ विद्यार्थीमा हुनु पऱ्यो हजुर त्यो चाहिँ अब जस्तो कि हजुरले भने स्कुलिङबाट नि उनीहरूको माइन्ड सेटै तपाईँको स्ट्रङ हुनु पर्यो अभियसली अब 12सम्म त हाई स्कुलै हो नि त त्यो हाई स्कुल पढिराख्दाखेरि तिमीसँग के अरे 1 year अफ हस्पिटालिटी एक्सपिरियन्स हुने भनेको त एउटा जोक भोलि गएर उनीहरूले इजिली 12 सक्ने बित्तिकै त्यहाँ ग्याप हुन्छ त्यो ग्यापमै गएर उनीहरूले चाहिँ जब
गर्न सक्यो त्यसपछि उनीहरूले त्यसमा जोड्ने हो भने बिएचएम डिएचएम जोडेर बाहिर जानु पनि सक्यो बाहिर नभनु काम गरेर दे विल स्टार्ट अर्निङ मनी गुड त्यो जस्ट एक्सपिरियन्स हातमा आइसकेपछि चाहिँ उनीहरूको माइन्ड सेट पनि अब थ्योरिटिकल गर्दा गर्दा प्र्याक्टिकल पनि गऱ्यो भने चाहिँ अलिकति त्यहाँबाट पनि मोटिभेट हुन्छ नि होइन उनीहरूले बुझ्छन् पनि के रहेछ इन्डस्ट्रीमा चाहिँ के भइरहेछ भन्ने कुरा बुझ्छन् पनि उनीहरूले सो हजुरको कुरा हजुरको थोरै अब पर्सनल कुरा चाहिँ मैले गरेँ आफ्टर र बिफोर होइन +2 पर्स्यु गर्दाखेरि चाहिँ कस्तो थियो माइन्ड सेट चाहिँ हजुरको +2 अर ब्याचलर्स +2 भनौँ न एचएम लाइन लिने भन्ने खालको चाहिँ आफ्टर 10 को चाहिँ आफ्टर 10 को लाइक अघि मैले अहिले एउटा जुन मास भनेको थिएँ नि दे हेभ नो आइडिया वाइ दिट इज होटल म्यानेजमेन्ट भनेको मलाई पनि खासै आइडिया केही पनि थिएन होटल म्यानेजमेन्ट भनेको साथीको लैलैमा होटलमा रमाइलो हुन्छ अरे अनि होटल भिजिट हुन्छ अरे प्र्याक्टिकल हुन्छ अरे भन्नु पऱ्यो तर प्र्याक्टिकल त्यो बेलामा त पोसिबल थिएन त्यो रमाइलोको लागि पढायो पहिला मेरो 12 मा चाहिँ अनि 12 आएपछि अब मेन्टर्सको पनि त्यहाँ ठुलो रोल हुन्छ क्या म्याम उनीहरू स्कुलमा उनीहरूले चाहेर जानेर नजानेर होटल म्यानेजमेन्ट लिए त्यो लिइसकेपछि त्यो 2 इयर्स अफ टाइममा उसलाई जहिले गाइड गर्छ नि त्यसले चाहिँ बुझाउन त्यो व्यक्तिले उसलाई हस्पिटलको इन्डस्ट्रीमा बुझाउन सक्यो भने उसले राम्रो पाथ त मजाले लिइहाल्छ म पनि त्यही भयो म पनि जाने नजाने छिरी त्यही भएपछि अब मेरो टिचर नाम त बिर्सेँ भने टिचरको +2 को धेरै भयो मलाई उहाँले अब अभियसली पढाउँदा यो हुन्छ स्कोप यो हुन्छ भनेपछि मलाई इन्ट्रेस्टिङ लाग्न थाल्यो अनि स्किल बेसै मैले अब त्यो बेलामा पनि मलाई अब स्किल त चाहिन्छ स्किल बिना चाहिँ हुँदैन रहेछ अब अरू सब्जेक्टमा स्किल खासै त्यो बेलामा मैले आइटीतिर त्यस्तो साह्रो थिएन अथवा मैले अब मलाई थाहा भएन त्यसको स्कोप त थियो होला स्कोप अब अभियसली त्यो रिलेटेड पढाइहरू पनि थियो होला मलाई म चाहिँ त्यो के अरे गाइडेड बाई माई फ्रेन्ड्स होइन म त्यहाँ गएँ अनि त्यसपछि 2 वर्ष पढिराख्दाखेरि मलाई चाहिँ अब म बिएचएम पढ्छु भन्ने एउटा भयो र इन्ट्रेस्टिङ के छ भने त्यो होल 60-70 जना होटल म्यानेजमेन्ट पनि म मात्रै म एक्लै पढेँ ए ओके 60-70 जनामा हजुर एक्लै लाइक एचएम पढ्नु भयो एक्लै यस अनि अर्को एकजना साथी दुईजना हाम्रो ब्याचबाट 2 जनाले चाहिँ सेम कलेजमा हामीले यता भने कतिजना चाहिँ तपाईँको स्टिल त्यस्तै छ नि एचएम लाइक थाहा हुँदैन तर साथीको लैलैमा लाइक तपाईँको चाहिँ गएको हुन्छ बट साथी कहाँ पुगेको हुन्छ आफू चाहिँ फेरि तपाईँको अगाडि बढिसकेको हुन्छ क्या फेरि त्यही त अघि मैले भने जस्तो अहिले पनि त्यो म्याथ छ किन पढायो त होटल म्यानेजमेन्ट भने खै थाहा नै छैन यस्तो रमाइलो हुन्छ नि पढाइ पढ्दिउँ न भनेर पढायो हुन्छन् कसैले होइन साथीको लैलैमा भन्ने खालको कुरामा चाहिँ मैले भने त्यो 2 इयर्स अफ गाइडेन्सले द्याट इज इम्पोर्टेन्ट कि त्यो फिल्ड के हो त्यो कुरा टिचरले चाहिँ बुझाउनु सक्यो भने दे विल बी इन द राइट पार्ट अटोमेटिकली होइन त्यो पनि हो सर सो अहिले चाहिँ स्टुडेन्ट्सहरूको चाहिँ माइन्डहरू अलिकति चेन्ज हुँदैछ यो हजुरको हस्पिटालिटीको फिल्डमा जुन चाहिँ अहिले स्टुडेन्ट्सहरूले गरिराख्नु भएको छ होइन बेस्ड अन मेन्टोर होइन स्पेसली त किनकि मेन्टोरले जसरी बनाए उनीहरू त्यसरी नै मेन्टरले बुकमा जो छ त्यो मात्रै पढाउनु थाल्यो दायाँमा केही पनि टपिक कुरा गर्दैन उसलाई चाहिँ यो के अरे करियर ओरिएन्टेसनै दिएन भने त कसरी चाहिँ उसले बुझ्छ उसले पनि त्यही अघि भने जस्तै यो जर्नलमा जे छ नि हाम्रो त्यो के मिसकन्सेप्सन उसले त्यही हिसाबले बुझ्छ पढिहाल्ने पास गरेर सिधै जान्छु भन्ने तर त्यो 2 इयर्स जो +2 पढाउने हाम्रो टिचर्स मेन्टरहरू हुनुहुन्छ नि उहाँको हातमा छ कि उनीहरूको लाइफ चाहिँ यो हस्पिटल इन्डस्ट्रीमा कसरी गाइड गर्ने उनीहरू त्यो इम्पोर्टेन्स कसरी बुझाउने भन्ने कुरा चाहिँ त्यो टिचर्सको हातमा हुन्छ सो यो बेस्ड अन प्र्याक्टिकल भएको कारणले गर्दाखेरि स्टुडेन्ट्सलाई चाहिँ थ्योरिटिकल सँगसँगै चाहिँ प्र्याक्टिकल बेस्ड पनि गर्दाखेरि चाहिँ त्यहाँबाट नि मोटिभेट हुन्छ त्यहाँबाट नि अझै पढ्ने भन्ने खालको थ्योरिटिकल भन्दा त उनीहरूलाई के अरे अभियसली के मोनोटोनस हुन्छ नि अब यहाँ पढाउनुपर्छ प्र्याक्टिकल चिज अनि क्लासरुममा मात्रै बसेर भएन नि त क्लासरुममा मात्रै यस्तो हुन्छ उस्तो हुन्छ भनेर पढाउनु भन्दा एक्चुअली वर्क टाइम एक्चुअली त्यो के ल्याबमै गर कि त एक्चुअली त्यो के अरे यो वर्क प्लेसमै गएर गर्दा ठिक हो नि त प्र्याक्टिकल त अभियसली प्यारेन्ट्सहरूले नि भन्छ तिमी राम्रो पढ्दैनौ तिमी एचएममा जाऊ तिमी राम्रो पढ्छौ तिमी साइन्समा जाऊ अथवा म्यानेजमेन्ट लिऊ भन्ने खालको कुरा एचएम भनेको चाहिँ एउटा अप्सन राखिरहेको हुन्छ तर स्टुडेन्टको इन्ट्रेस्ट भनेको एचएमको स्टुडेन्ट्सको इन्ट्रेस्ट भनेको एचएममा बढी भइरहेको तर प्यारेन्ट्स कन्भिन्स हुँदैन होइन सो हजुरको रिकमेन्डेसन र त हजुरको सजेसन कस्तो हुनसक्छ प्यारेन्ट्सलाई जो एचएम लिनु आँटेको स्टुडेन्ट्सहरू होइन उहाँहरूलाई चाहिँ हजुरले के सजेस्ट गर्नुहुन्छ अब पहिला सुरु त आफ्नो इन्ट्रेस्ट के हो र आफ्नो के लेभल पनि हो आफ्नो मेन त फर्स्ट अफ अल इन्ट्रेस्ट नै हो इन्ट्रेस्ट केमा छ अब मलाई साइन्स म चाहिँ एकाडेमिकली साइन्समा एकदमै साउन्ड छु तर मलाई साइन्स पढ्नु नै छैन होइन
आई वान्ट एक्सप्लोर अदर चाहिँ थिङ्स भन्दाखेरि साइन्स पढ्नै पर्छ, मार्क्स आउँदैमा साइन्स पढ्नुपर्छ भन्ने छैन। एउटा अहिले मेरो एक्जाम बिग्रियो, अहिले मेरो केही भएर म बिरामी भएर मेरो एक्जाम मैले बिगारेँ भने तर म इन्ट्रेस्ट के छ, म साइन्स पढ्नु छ भने त्यो भन्दैमा चाहिँ तपाईँले फिल्डै चेन्ज गर्नु परेन होइन। यो त टाइम कि चाहिँ बाते भने जस्तो भयो नि त होइन। मेन चाहिँ तपाईँको इन्ट्रेस्ट हुनु पऱ्यो एउटा कुरा। अब अर्को कुरा चाहिँ यो मिसकन्सेप्सन हटाउनु जरुरी, अघि मैले भनिहालेँ बारम्बार, यो फिल्डलाई चाहिँ अलिकति दाँच दिनु भएन। काम भने काम नै हो होइन, काम भने काम हो। एट द एन्ड सबै कुरा के को लागि गर्ने छ हामीले, अर्निङकै लागि हो त। अनि अर्निङ एन्ड क्विक सर्ट टर्म स्किल सिकेर चाहिँ के अर्न गर्दा पनि भयो। अब 3 इयर्स ब्याचलर्स गरेर पनि अब स्किल बेस भएर चाहिँ यो होटल इन्डस्ट्रीमा करियर बनाउँदा पनि भयो, अझ एज अ एन्टरप्रेनर काम गर्दा पनि भयो। त्यो छ। अब तपाईँले जे पढ्नुहोस् होइन, जेसुकै पढ्नुहोस्, त्यो जुनसुकै फिल्ड होस्, तर स्किल बेस हुनु पऱ्यो भन्ने चाहिँ मेरो रिक्वेस्ट यो गार्जेन्सहरूलाई। अब अहिले स्किल बेस कुरा गर्दाखेरि नेपालमा एउटा भनेको आइटी हो, अर्को चाहिँ होटल म्यानेजमेन्ट नै हो। अब जुन कोर्समा छ है मेरो, मैले जे छ कोर्समा त्यही भन्दिनँ। अरू पनि हुन्छ होला, अरू पनि छ, तर स्कुल कलेजेसहरूले सबै त इम्प्लिमेन्ट गर्न सकेको छैन। अहिले मजाले भइरहेको, तपाईँले एससी दिने बित्तिकै पढ्न सक्ने भने स्किल बेस एजुकेसन भनेको मस्ट वान होटल म्यानेजमेन्टै हो। त्यसपछि होटल म्यानेजमेन्ट कम्प्युटर भन्न मैले तुलना त गरिनँ मैले, होटल म्यानेजमेन्ट र यता चाहिँ कम्प्युटर नै हो। त्यही भएर तपाईँले विषय कुनै विषय चुज गरेर राख्दाखेरि स्पेसली म्यानेजमेन्टमा चाहिँ स्किल बेस नै गर्नु भन्ने म रिक्वेस्ट गर्न चाहन्छु। अब आउने स्टुडेन्ट्सहरू जतिजना हुनुहुन्छ उहाँ मेबी सायद धेरैजनाको क्लियर पनि भएको कुराहरू होइन, यसको डिफ्रेन्स के छ भन्ने खालको कुरा। अनि प्यारेन्ट्सहरूले पनि यो कुराहरू सुनिराख्नु भएको छ भने चाहिँ उहाँहरूलाई पनि धेरै कुरा क्लियर आउट हुन्छ यो किन इम्पोर्टेन्ट छ भन्दाखेरि। किनकि एज अ टिचरले भन्दा, एज अ एचएम टिचरले भन्दाखेरि चाहिँ धेरै डिफ्रेन्ट पर्दो रहेछ क्या सब होइन। अनि धेरै कुराहरू बुझ्ने प्यारेन्ट्सहरूले। अनि सो त्यसले गर्दाखेरि चाहिँ हामीहरू त्यही गरेर सेसनहरू हामी सघाउँदैछौँ। अनि थ्याङ्क यू सो मच।